हाम्रो विकास भाइले आफ्नै उत्पादन गरेको है चियापत्ती यो घलेटाको माना भन्छ माना है माना भन्छ यति राम्रो चियाको क्वालिटी भएर यहाँ प्याकेजिङ मार्केटिङ यस्तो हुन्छ भनेर सोचेको पनि थिएन है र यो विकास भाइहरूले बताएर खुसी लाग्यो है अनि कसरी सुरु गरे भाइले अलिक बताइदिनु सुरुमा हामीले के अरे आफ्नो बारीमा होइन चिया रोपेर चिया प्लान्टेसन गरेर यो चाहिँ हरियो चियापत्ती टिपेर अनि हरियो चिया चाहिँ फ्याक्ट्रीलाई बेच्ने एउटा व्यवस्था मात्र गरिएको थियो सुरुमा र अहिले आएर चाहिँ हामीले यसलाई नै आफ्नै प्रकारले आफैले हातेपत्ती ह्यान्डक्राफ्टेड टी बनाएर चाहिँ घरमै डोमेस्टिक म्यानुफ्याक्चरिङ गर्ने पनि एउटा प्रयास गरेको छौँ र यही प्रकारले हामीले अहिले फिलहाल दुई तिन प्रकारका चियाहरू बनाउने काम गरिरहेछौँ साथै भविष्यमा गएर हामीले अब यसै चियामा राम्रा स्पेसिलिटी टीहरू बनाउने पनि कोसिसमा छौँ। एकदमै राम्रो खुसी लाग्यो किनकि अहिलेसम्म सबैजना कामहरू खोज्नु बाहिरतिर मात्रै जाने होइन अन्तखेरि आफ्नै गाउँघरमा आफ्नै बाजे बराजुले आफ्नै के भन्नु पिता पुर्खाको एउटा उसमा है यति राम्रो के भन्नु अवसरहरू रहेछ है यो चाहिँ अब भाइहरूले निकाल्नु भएछ है एकदमै खुसीको कुरा हो तपाईँहरूलाई एकदमै हामी बधाई दिन्छौँ है र यो मार्केटिङ र यो प्याकेजिङ पनि तपाईँहरू गर्नुहुन्छ है हजुर प्याकेजिङ गर्ने काम हामी खुदै गर्दैछौँ तर मार्केटिङको विषयमा भन्नुपर्दा चाहिँ अब त्यस्तो ठुलो प्रकारले अलिक लार्ज स्केलमा चाहिँ हामीले मार्केटिङ अहिले गर्न सकिरहेको छैनौँ र यदि चिया कसैले लिनु चाहनुहुन्छ भने या कोही टुरिस्ट आउनुहुन्छ या गाउँकै कसैले राम्रो प्रकारको चिया लिनु चाहनुहुन्छ भने उहाँहरूलाई चाहिँ हामी उपलब्ध गराउन अहिले सक्षम भइरहेको छौँ र अलिकति लार्ज स्केल यसको मार्केटिङको लागि चाहिँ हामीले पहिला त आफ्नो प्रोडक्टलाई बढाउन सक्नु पऱ्यो र त्यसपछि यसको बजार व्यवस्थापन र विस्तारको हामी भविष्यमा एउटा परिकल्पना गरेका छौँ कि यसलाई पनि राम्रो प्रकारले अगाडि बढाएर लिएर जाने। हजुर हजुर एकदमै खुसी लाग्यो है पहिला अब चियापत्ती रोपेको चाहिँ देख्यौँ हामीले विगतको वर्षहरूमा आएर है र यो खालको स्केल र यो खालको अब एउटा क्वालिटीको चियाको उत्पादन चाहिँ यहाँहरूले अब गर्नुभएछ होइन त्यो देखेर चाहिँ एकदमै खुसी लाग्यो हामीलाई है र म भन्छु अब जति पनि हाम्रो लोकल दार्जिलिङे जति पनि पौरखीहरू छ उहाँहरूले चाहिँ उहाँहरूबाट सिक्नुपर्छ है उहाँ हाम्रो विकास भाइ हो विकास राई अनि उहाँको दाजु अनिल अहिले म तपाईँहरूलाई म उहाँसँग पनि साक्षात्कार गराउने उहाँको घरमा आएको छु हामी यहाँ हाम्रो बडी हुनुहुन्छ है यहाँ हाम्रो बुहारी पनि हुनुहुन्छ है आज हामी यहाँ आएर खुसी लाग्यो र यो चियाको टेस्ट गर्दैछौँ हामी है यो चाहिँ दसैँमा फेरि यो रङ देखेर तपाईँहरू पनि दसैँ स्पेसल चाहिँ यसपालि चाहिँ हामी दसैँ यसरी मनाउनु नयाँ फर्स्ट टाइम है र धेरै यसको उत्तर के हुन्छ है र तपाईँहरूले पनि सम्पर्क गरेर खानु सक्नुहुनेछ है यो चाहिँ प्याकेटमा हेर्नुहोस् तपाईँहरूले दार्जिलिङ सिटोङ भनेर उहाँले आफ्नै प्याकेट निकाल्नु भएको छ स्मल टी गार्डन उहाँको एउटा है पारिवारिक एउटा अनि उहाँ नम्बरहरू छ यसमा दिनुभएको रहेछ तलनिर वाट्सएप नम्बरहरू छ अनि यस दुईवटा नम्बर दिनुभएको छ तपाईँहरूले लेख्नुहुन सक्नुहुनेछ यसलाई तपाईँहरूले पज गरेर नम्बर लिन सक्नुहुनेछ है म चाहिँ यति भन्दै है तपाईँहरू सबैलाई एकपल्ट यो सिटोङ दार्जिलिङ सिटोङ चिया चाहिँ अवश्य टेस्ट गरिदिनु होला र बाहिरकोसँग कम्पेयर गर्नु होला कतिको चाहिँ टेस्ट रहेछ अनि कमेन्ट पनि दिनु होला अनि यदि तपाईँहरू आउनु चाहनुभयो भनेदेखि म तपाईँहरूलाई यहाँको के अरे एड्रेस लोकेसन सबै दिनु सक्नेछु भन्दै तपाईँहरूलाई धेरै धेरै धन्यवाद र भाइलाई पनि धेरै धेरै धन्यवाद। साथीहरू आज चाहिँ हामी आचल छोरीको घरमा के भयो घलेटा रह्यो मम्मी
घरेटारमा हामी आज आएको छौँ है आचल छोरीको घरमा हाम्रो अनिल भाइ मन्जु बहिनीको घरमा है र उहाँहरूको टी उत्पादन चिया उत्पादनको यो अर्ग्यानिक चिया उत्पादनको कामहरू देखेर एकदमै खुसी लाग्यो है अन्त के अरे र उहाँहरूले आफ्नै घरमा आफ्नो बारीमा चाहिँ चियापत्ती रोपेर है अनि उन्नत किसिमको स्टेप बाई स्टेप है राम्रो राम्रो क्वालिटीको चियापत्तीहरू बनाउनु सिक्नु भएछ है र मार्केटिङ पनि र प्याकेजिङहरू पनि उहाँहरूको आफ्नै रहेछ है एकदमै खुसी लाग्यो अहिलेको समयमा चाहिँ अब बाहिर गएर मात्रै गर्नुपर्छ भन्ने छैन है अब यो सिटङको लागि चाहिँ एउटा ठुलो लेसन दिनुभएको छ उहाँहरूले है र यो चियापत्तीको खेती गरेर चियापत्ती मात्रै नभएर चियापत्तीको पनि भेराइटी छ अब सयौँ भेराइटी हुँदो रहेछ होइन अन्त त्यसको चाहिँ उहाँहरूले दिनुभएको छ है र अहिले भर्खर हामीले वाइट टी र यल्लो टी चाहिँ यहीँ आएर मात्रै हामीले थाहा भयो है र यसको क्वालिटीहरू धेरैवटा हुँदो रहेछ है अन्त र उहाँहरूबाट चाहिँ यस्तो कुराहरू सिकेर है यो दार्जिलिङमा पनि एउटा अर्ग्यानिक टीको चाहिँ यसलाई चाहिँ यथावत राख्ने होइन टी गार्डनहरू नभए तापनि आफ्नै निजी जमिनतिर जतापाइ त्यता बिक्रीहरू नगरेर यो खालको बाहिर देशमा चाहिँ नगएर चाहिँ है त्यसरी गरी खानु चाहिँ ठुलो कुरा रहेछ भन्ने लाग्यो र उहाँहरू दुई अनिल अनि विकास भाइ दुईजनालाई म एकदमै आन्तरिक हृदयबाट बधाई दिन चाहन्छु आजको माथि विकास भाइसँग त मजाले बात मारिकन आएको ऊ चाहिँ नमस्ते आचु हाय भाइ मिनो मयूर हो यस्तो खै भाइ यहाँ चाहिँ आचुको मम्मी है चियापत्ती हेर्ने अघि माथि गएर सिटङ दार्जिलिङ सिटङ भन्ने हेरेँ अनि दाजुभाइको एकदमै मन पऱ्यो हामीलाई एबी ब्रदर्स टी बोर्डको उयो पनि लागेको रहेछ हो अनि प्याकेट पनि एकदमै राम्रो लाग्यो हो कहाँबाट पस्यो त्यो अब यस्तो खतरा दिमाग कहाँबाट आयो होला जस्तो लाग्यो हेर्ने हामी पहिला हेर्ने ल वाइट टी हेर्ने तिमीहरू पनि मेरो आत्तु छोरीले दबा आएको त आऊ न के त यहाँ चाहिँ आच्चुको घर हो खै वाइट टीहरू हाम्रो यहाँ राखेको छ यो चाहिँ येल्लो टी यो चाहिँ वाइट टी कसरी वाइट टी भएको कसरी बनाउँथ्यो यो चाहिँ उसको सजिलै छ बनाउनु यो वाइटै हुँदो रहेछ नि त यहाँ पनि अरू भेराइटिज रहेछ सब अलग अलग भेराइटी तर कम्ती कम्ती बनाएको छ अहिले स्याम्पलको लागि है यहाँ माथि सबै उयो राखेको रहेछ नि त ट्याग लगाएको रहेछ है ट्याग लगाएको रहेछ दामी सुरु गरेछ त्यसो अब यो वाइट टी हामीले खाँदैछु है कस्तो रहेछ टेस्ट तपाईँहरूलाई बनाइदिन्छु हाम्रो अनिल भाइले अघि विकास भाइले चाहिँ अर्कै दिए नि मिठो हुन्छ वाइट टी अब चिया खाने राम्रै हुन्छ चिया पिउने पहिला यो चाहिँ केही नहालिकन पिउने हो कि यसको फ्लेभर आफ्नै हुन्छ ल चाखिदिउँ है हाम्रो भाइहरूको एकदमै खुसी लाग्यो यस्तो राम्रो है ल्यायो यो वाइट टीको प्रोसेस थाहा छ भाइ उसलाई ल वाइट टीको प्रोसेस अलिकति बताइदेऊ न
कसरी यसको वाइट टीको त प्रोसेस के छ र सजिलै छ प्लगिङ चाहिँ फाइन प्लगिङ गर्नुपर्छ अच्छा एक पात सुइरो एक पाइत्र सुइरो मात्रै एक पात्र सुइरो मात्रै हो ए यसको बनाउने उयो चाहिँ के प्रक्रिया चाहिँ के छ भने पहिला वेदरिङ भन्छ ओइल आउनुपर्छ हो अच्छा 30% ओइल आउनुपर्छ अच्छा त्यसको बादमा यसलाई पेन फ्राइङ भन्छ कराईमा हो कराईमा फ्राई गर्नुपर्छ क्या अच्छा कराईमा फ्राई गरेर त्यसलाई ठिकैको मतलब फ्लेभरेबल बनायो फ्लेभर आउने खालको बनायो त्यसको बादमा चाहिँ उयो ड्राइङ सुकाउनुपर्छ सुकाउनु पनि एकदम लिमिट टु उयसमा हिटमा कि त्यो जति के अरे फ्लेभर चाहिँ नहोस् पहिला पेन फ्राइङ भइसकेपछि चाहिँ हल्का रोलिङ गर्नुपर्छ क्या हातले नै रोलिङ गऱ्यो हो त्यसको बादमा चाहिँ यसलाई एकछिन अक्सिडेसन भन्छ एकछिन हावामै खेल्न दिनुपर्छ त्यसको पहिलाकै वेज कन्डिसनमा आउन दिनुपर्छ हो त्यसको बादमा यसलाई सुकाउनुपर्छ सुकाउने प्रक्रिया सुरु हुन्छ सुकाइसकेपछि यसको चाहिँ के छ भने खासियत चाहिँ यो मेडिसनल उयो टी भन्छ क्या यसलाई एकदमै राम्रो हर्बल क्या एकदमै राम्रो न हर्बल टीमा आउँछ यो यसको मार्केटमा पनि हाई उयो चाहिँ रेट छ एकदमै त्यस कारणले ट्राईको लागि बनाएको हामीले चाहिँ योपालि मेडिसिनल भएको कारण अहिले फ्लेभर हेरौँ न है इस वाइट टी कलर हेर्नुहोस् कलर यसको यति नै हो यति ठिक छ डल्लै सुइरोहरू डल्लै क्लियर भिजिबल रहेछ नि त अब यो जब यो भिजिसक्छ नि पुरा भिजिसकेपछि के हुन्छ जो पुरा भिजिसकेपछि जो यसको पहिला पत्ता छ नि क्या त्यही कन्डिसनमा आइहाल्छ रहेछ यो त फेरि रियल लिपमा उयो भिजिबल भइहाल्यो नि है एकदमै यो पनि तरिका मार्केटमा यो अलिक चल्दैछ यो राम्रो छ व्हाइट टी र येल्लो टी हुन्छ येल्लो टी चाहिँ अलिक साह्रो लाग्यो त्यसलाई सेयर पुऱ्याउनु निकै सर्को पर्छ एकपल्ट ट्राई गरेँ राम्रो त राम्रै भयो हिजो अस्ति एकपल्ट चाहिँ बिगारी पठाएँ वेदर कन्डिसनले गर्छ त्यो त्यति जान्नेहरू त नबनाए पनि भयो हुँदैन त्यो लु टेस्ट गरौँ ल एकछिन पर्खिनुहोस् ल ओरिजिनल कलर यही हो वाइट टी पानी चाहिँ होइन नि अलिकति स्लाइट येल्लोमा देख्दैछ है त्यही भएर उसो भाइ आऊ कृति आऊ यसको यो फर्स्ट हुन्छ यो फर्स्ट भयो होइन सेकेन्डमा पनि आउँछ यसको उयो यो जब थर्ड हुन्छ नि थर्डमा चाहिँ फेरि यसको ग्रिन टीको उयो आउँछ ए फ्लेभर हजुर ल हाम्रो भाइहरूले बनाएको बहिनीहरूले बनाएको फ्लेभर वाइट टीको है ओरिजिनल आउँदो रहेछ ओरिजिनल लिफको उयो आउँदो रहेछ फ्लेभर फेरि अलिकति टर्रो नभएको है एकदमै उयो सफ्ट खान्छ भाइ लाइक यो चाहिँ केही नहाल्यो बेस्ट चाहिँ यो चिया चाहिँ चिनी हाल्यो भने नि यसले नै चिनाउने हुन्छ अनिल र विकास एबी ब्रदर्सलाई चाहिँ यसले चिनाउने चाहिँ वाइट टी नै एबी ब्रदर्स चाहिँ अनिल र विकास हो नि थ्याङ्क यू चियाको लागि यसको अहिले यो फाइनल इन्फ्युजन पनि खिचेर लानुहोस् न इन्फ्युजन निस्किन्छ कि पत्ता फुकिन्छ कि खाइसकेर चाहिँ यसको हेर्नु भएको छैन है बनाइदिन्छु ल खाइसकेर चाहिँ यस्तो हुँदो रहेछ वाइट टीको यस्तो हुन्छ यो चाहिँ येल्लो टी यो व्हाइट र यो येल्लो यो येल्लो चियापत्ती यहाँ बारीकै हो अब बारीमा जान्छु भर्खर न आज बस्नु पर्यो नि बारीमा गयो यो चाहिँ वाइट टी येल्लो ए येल्लो ए यो येल्लो टी रहेछ भोलिपछि बस्दै आउँछु ल यो चाहिँ भयो वाइट टी रहेछ है यहाँ हो
है कति राम्रो देखेको है यहाँ ऊ माथि आएको होइन अघि हामी बाटो त भनिदिनुहोस् ड्यास ड्यास है बाटो ड्यास ड्यास हो अब आज बाटो परिवर्तन गर्ला जस्तो छ फुल पनि चिया मात्रै नभएर फुल पनि एकदमै राम्रोसँगले रोप्नु भएको रहेछ हाम्रो भाइ बहिनीले हेर सकुलेन्टहरू के मिरा दामी दामी एक दुईवटा त हाम्रो पनि छ यस्तो खालको तर यहाँ भेराइटिज धेरै रहेछ भाइ बहिनीकोमा हो उयो अर्किड पनि रहेछ यहाँ माथि चाहिँ ठुलो घर हाम्रो विकास भाइ घर अघि यहाँ जहाँ चाहिँ हामी बसेर चिया खाएको थियौँ अघि फर्स्टमा यो घर हो ठुलो घर बढी विकास भाइ अनि बहिनीहरूसँग हामी बात मारेको थियौँ है त्यति मात्रै नभएर यहाँनिर गोदावरी पनि रोप्नु भएको रहेछ कति राम्रो हेर आम्मा फेरि यहाँ चाहिँ गरमको फुलहरू ए कति राम्रो फुलाउनु भएको अन्त आम्मामा जग्गा पनि त्यस्तै है सकुलेन्ट चाहिँ सकुलेन्ट हो यस यस कमिङ कति राम्रो राम्रो फुलहरू लेखेको छ भाइ र बहिनीहरूले त्यो फुल त खिच्छु नि म सबै जेसुकै होस् यस पुरानो घर पनि रहेछ यो सकुलेन्ट पनि भरपुर रहेछ घरमा यहाँ बोलाउने चाहिँ यहाँ चाहिँ खै हुन्छ बाहिर फुलको खिचे कति राम्रो फुलहरू रोप्नु भएको आमा छोरी को हो यहाँ खोइहरू आमामा को ओ माई गुडनेस बस तिमी खाइदियो होइन के अरे लोकल सबै अर्ग्यानिक सबै अर्ग्यानिक बहिनीहरू खानु न भाइ बहिनीहरू कस्तो भयो लु हामी त खाएको खाँदै यहाँ जो होस् त्यहीँ आउँछु रोस्टेड ब्ल्याक टी हो रोस्टेड ब्ल्याक ग्रिन टी हो ग्रिन टी वाउ अरू नानालाई पनि छ ल नानालाई रोस्टेड र ग्रिन टी वाउ यस्तो दामी यस्तो खतरा गिफ्ट को घरमा अनिल भाइले दिएको गिफ्ट है अनिल भाइ र बहिनीले मन्जु बहिनीले थ्याङ्क यू भेरी मच तपाईँहरूलाई है यस्तो दामी गिफ्ट दिएकोमा यो के भन्नुहोस् त त्यो रोटीको उयो हुन्छ होला हुन्छ ए अनिल भाइको अर्ग्यानिक टी चाहिँ हो अर्ग्यानिक टी विकास भाइको घर ए हो ए अर्ग्यानिक टी चाहिँ हो माथि हाम्रो छेमाको घर दिदी छ अमृत भाइहरूको घर पकेको आचल घरबाट खै आऊ छिटो जुए हामी आचल घरबाट बिदा मागेर निस्क्यौँ इस्कुस फले खिच्नु अरे देखे हो इस्कुस फलिरहेको छ कति दामी फुल फुलाएको छ विकास भाइहरूमा त्यो चाहिँ विकास भाइको फुल खिच्दै चाहिँ कस्तो दामी हो अन्त फुल त के दामी नहीं
के अरे गदावरी फुल के भएर नलाग्यो काका खसेर काका लाउँथे नि यहाँ आउँदा लाउँथ्यो त अन्त माथि म त भुल्दै गएँ नि त यस फुल कति राम्रो फुलाएको छ हेर्नु भएछ त अन्त है यो फुलको मालिक नि चाहिँ यहाँ हो कति राम्रो फुलाएको छ यहाँको बडा हाम्रो अनिल र विकासको लाभा हुन्छ बडाबडी है बडाबडी घर हो यस अब बिदामारी माग्न आएको छुट्टी दिनु मान्दैन तर अब हामी गइहाल्छौँ कहाँ रहेछ कहाँ रहेछ कहाँ रहेछ यिनीहरूलाई ए यहाँ रहेछ यहाँ रहेछ यहाँ रहेछ बोजूले के टिका लगाइदिन्छ अरे यिनीहरूलाई ल ल ल ल ल ल होइन यो त कटर होइन यो भुइँको भुइँ यो कटर होइन ए ओके आउँछ नि उयोतिर अब बाइकहरू त पुरै आउँदो रहेछ घुम्नु पायो चिउे लागेको रहेछ हौ बिमारी यहाँ पो देख्नु पायो अहिले भर्खर कस्मस त अलिकति पो रहेछ सन्देहको फुल त हेर हाच्चोहरूको घर देख्दैछ कति दामी कति यहाँ रहेछ नि पुरै अलिक कम्ती फुलिरहेको रहेछ हौ अन्तिम अब बिदा पारेको लागि हामी काका छ्यामाको आइपुग्यो हामी हाम्रो छ्यामा काका तपाईँहरूको आशीर्वाद थाप्न हेर्नु त आज चाहिँ खाना पनि अर्ग्यानिक बाटो पनि अर्ग्यानिक हो